ओके नमस्कार मर्निङ यसको बारेमा खास गरी यो झरनामा 7 महिना अगाडि नेपाल साइक्लिङ क्लबका र साइकल सङ्घबाट सबै राइडरहरू यहाँ आएर हामीले चाहिँ यो झरनामा चाहिँ यसलाई चाहिँ नागरा फल्स भन्दो रहेछ। साह्रै रमाइलो चाहिँ ठाउँ छ यो राप्ती सोनारी गाउँपालिका वडा नम्बर 6 फतेपुर स्थित त्योदेखि पूर्वोत्तरको जङ्गल हो यो र माथि चाहिँ गाइलेक पर्दछ। साह्रै पर्यटकीय हिसाबले धार्मिक हिसाबले चाहिँ साह्रै रमणीय र राम्रो ठाउँ हो यो। म पनि यहाँ आउँदाखेरि लगभग 3 पटक आइसकेको छु। नेपालदेखि खासै बाँके बर्दियाका हामी चाहिँ घुम्नेहरूको लागि यो एकदम नजिकको राम्रो ठाउँ हो यो समय बिताउनलाई। तर चाहिँ म यहाँ 2 पटक आउँदाखेरि यो पहिला पनि आउँदाखेरि एकदमै फोहोर थियो यो ठाउँ र हामी सफा गरेर गएको। यो सफा हामीले त्यति बेला सफा गर्नुको पछाडिको सन्देश थियो कि यो ठाउँ भनेको प्रकृतिले एकदम रमाइलो राम्रो ठाउँ हो, यसलाई सफा राख्नुपर्छ र सबैले यसको सम्वर्धन गर्नुपर्छ भन्ने थियो। र अहिले आउँदाखेरि पनि साह्रै यो फोहोर देखेर मलाई रमाइलो लागिरहेको छ, दुःख लागिरहेको छ। यति सुन्दर प्रकृतिले दिएको यो हाम्रो मान्छेको लागि मात्रै होइन कि, हामी अहिलेको पुस्ताको लागि मात्रै होइन, लाखौँ वर्षपछिसम्मको पुस्ताको लागि हो कि यो ठाउँहरू यस्तो प्रकृतिले दिएको छ। झरना छ, रुख छ, बिरुवा छ, जङ्गल छ। यस्तो चाहिँ हामी मान्छेको मात्रै पनि होइन त, फेरि अरू प्राणीहरूको लागि हो, जङ्गली जनावरको लागि पनि पानी खानुपर्छ। यस्तो फोहोर गरिदिने हामीले चाहिँ के हो यो? अलिकता पनि सभ्यता छैन। मलाई त लाग्छ यो यहाँ आएर यस्तो फोहोर फाल्ने मान्छे पनि हो कि जस्तो लाग्दैन कि। हामीले चाहिँ ल्याइसकेपछि यो फोहोर बजारबाट यो प्लास्टिक कचरा ल्याएर यहाँ यति राम्रो सुन्दर ठाउँमा यस्तो प्लास्टिक कचराहरू फाल्ने हो? हामीले चाहिँ ल्याइसकेपछि त लैजाउँ न, अलिकता मान्छे जस्तो बनाउँ न। मान्छे जस्तो बाँदर जनावरले त फोहोर गर्दैन, कहीँ देख्नु भएको छ? बाँदरले जनावरले फोहोर गरेर फालेको प्लास्टिक फालेको कहीँ देख्नु भएको छ? के हो यो? अलिकता सभ्य हुन सिक्नु पर्यो। र यो स्थानीय निकायका म चाहिँ खास राप्ती सोनारीका यो सम्बन्धित वडाका जनप्रतिनिधिज्यूहरूलाई पनि अनुरोध गर्न के चाहन्छु भने यहाँ ध्यान आकर्षण बनाउन चाहन्छु कि यो ठाउँ तपाईँहरूको लागि धेरै राम्रो छ। हामी सहयोग गर्छौँ नि, हामी गरिरहेको पनि छौँ। हामीले सन्तानेश्वर बर्फानीहरूको प्रचारको लागि प्रदर्शनको लागि धेरै काम हामीले गरिरहेका छौँ, निःशुल्क काम गरिरहेका छौँ। तपाईँले देख्नु भएको छ। र यसलाई पनि तपाईँले राम्रो बनाउनुहोस् त। यसलाई चाहिँ स्वस्थ सफा हरियाली बाटोघाटो राम्रो बनाउनु, पिकनिक स्टल बनाउनुहोस् त। आउँछ नि मान्छे घुम्न आउँछ, नेपालबाट आउला, भोलि बर्दियाबाट आउला, अरू बहराइचबाट आउला, अनि त्यसपछि यहाँको विकास हुन्छ कि। त्यसै यस्तो फोहोर गरेर यस्तो गरेर तपाईँहरू कहाँबाट हुन्छ? मान्छे फेरि आउँदैन त। यही कुरा राख्न चाहन्छु। र यहाँ जो आउनुहुन्छ पिकनिकमा, जुन उमेर समूहका आउनुहुन्छ, महिला आउनुहुन्छ, पुरुष आउनुहुन्छ, कृपया तपाईँहरू आफूलाई एउटा पढे लेखेको जस्तै एउटा चाहिँ हेर्नुहोस् कि अहिले युट्युबमा हेर्नुहोस्, विभिन्न च्यानल तपाईँ हेर्न सक्नुहुन्छ नि। विदेशमा तपाईँले यस्तो फोहोर देख्यो तपाईँको घरमा चिट्छ काट्छ नि, घरमै जान्छ होला। तपाईँले यस्तो फाल्न सक्नुहुन्न अरू देशमा। तपाईँ यसरी आएर यस्तो ठाउँमा आएर पनि तपाईँ यस्तो फोहोर गरिदिने, अलिकता तपाईँहरूले पनि आफू मानव भएको मान्छे जस्तै भएर सोच्ने गर्नुहोस् क्या। फोहोर जसरी ल्याउनुहुन्छ यदि ल्याउनुहुन्छ त्यस्तै गरेर आफ्नो झोलाहरूमा हालेर लिएर डिस्पोज गर्नुहोस् न सम्बन्धित ठाउँमा लिएर। हस्, धन्यवाद, नमस्कार।